वेलकम टु आवर न्यू च्यानल गाइस। फाइनली हामीले एउटा कन्टेन्ट लिएर आएको छौँ। हामीले चाहिँ आज करेन्टको मुखबाङ गर्ने भएको छौँ। अनि आज चाहिँ हामीले होइन करेन्ट चाहिँ दुई दुई प्याकेट हामीले ट्राई गरिरहेको छौँ, कसले छिटो खाइसक्छ त्यसले त्यो चाहिँ विनर हुनेछ। अनि जसले हार्छ त्यसलाई चाहिँ एउटा के हुन्छ डियर दिनेछ, डियर हुनेछ। अनि अब चाहिँ हामी स्टार्ट गर्न गइरहेका छौँ। फर्स्ट त मै हो जे भए पनि। मैले नि जित्छु। हेरौँ न कसले जित्छ। ल हामी स्टार्ट गर्छौँ। कसले छिटो खाइसक्छ त्यसले चाहिँ जित्नेछ। अनि उसले हामीले दिएको डियर उसले हाम्रो गर्नुपर्ने छ। यत्रो धेरै छ गाइस, खायौँ ल। खायौँ मिठो छ होला। त्यति चाहिँ दामी मेरो हेरेँ कत्रो। पिरो रहेछ। क्या हो म त पिरो। मेरो अनुहार कस्तो टल्किरहेछ हौ। गोलभेडाको अचार पनि हालेको छौँ हामीले। अझै पिरो बनाउन हामीले त्यो के भन्छ नि तपाईँहरूले घरमा रोप्नुहुन्छ नि डल्ले खुर्सानी, डल्ले खोर्सानी पनि हालेर अझै पिरो बनाएर ल्याएको छौँ। पिरो एक्स्ट्रा हामीले उयो के को अचार त्यसकै गोलभेडाकै अचार हालेको छौँ। त्यो सानो खालको हुन्छ नि लोकल, त्यस्तो खालको अचार थाहा बनाएको छ होला तपाईँहरूलाई लोकल कस्तो हुन्छ। मेरो त सकिन आँट्यो है गाइस, मेरो सकिन आँट्यो। मेरो दिदीको चाहिँ हेर अझै टन्नै छ। म कहिले खाइसक्नु। म सानो भए पनि तर म ठुलो अलिक धेरै खाने मान्छे हो क्या। ज्यान चाहिँ छैन नि गाइस। मेरो चाहिँ खाएर ज्यान लागेको होइन गाइस। म चाहिँ धेरै खाएर ज्यान झन् छोर भएको। मेरो खाए जति सबै मेरो दिदीलाई जान्छ क्या। कस्तो छिटो खान्छ यस्तो डल्लेको चाहिँ नहेर्नु नि फेरि। त मेस्सी भयो यो पुस्नेले त। होइन म ल्याउँदिनँ नि तैँले खाइसकिस् भने। गाई चाहिँ चिन्न। यत्रो छ चाहिँ कहिले खाइसक्नु। सानो मान्छे भएपछि ठुलो मान्छेले अराएको काम गर्नु नै पर्छ जे भए पनि। कस्तो क्लियर देखिरहेको छ, मेरो कस्तो देखिरहेको छ। यतापट्टि आइज नि त साटुमा। यति राम्रो आउँदो रहेछ। छोटे उसले खाइसक्नु आँटेर जलाइन बनाउन मेरो यति छ, मेरो उसको यति छ। जलाइन बनाउन यस्तो जलाइन हुन्छ नि करेन्ट खानुहोस् क्या गाइस, यसरी नै। अनि मेरो जस्तो शरीर बनाउन मन छ भने हामीले यो प्लान चाहिँ कसरी आएको भने होइन, अहिले चाहिँ मम्मीको एकादशी थियो होइन। अनि बाबा चाहिँ बाबा उता भाइ म बाबा मम्मी मात्रै बस्छु नि त अहिले हाम्रो घरमा। अनि बाबा चाहिँ वर्तमानमा जानुभयो होइन, खाना नखाइकन जानुभयो बाबा वर्तमानमा। अनि मम्मीको आज एकादशीको व्रत। अनि मलाई यस्तो सोचेँ अब आज खाना के बनाउनु अल्छी लाग्यो नि त। अलिकति मोटी छ नि त हामी, म थिइनँ अनि अल्छी लागिहाल्छ। त्यस्तो त होइन, तर उहाँको अल्छी लाग्यो होइन। आज के एक्स्ट्रा गरौँ जस्तो लाग्यो होइन। दुईजना मिलेर आज करेन्ट खाऊँ भाइ भने। अनि भाइ चाहिँ करेन्टमा थियो, कल गरेँ करेन्ट आइज भने घरमा थिएन, त्यही भएर अनि करेन्ट बनाएँ। अचार यार बिस्तारै बिस्तारै मैले जित्न आँटेँ। जित त मेरै हो जे भए पनि। जसरी पनि जित्नु नै छ आज।
अनि म त दिदीलाई जित्न दिउँ जस्तो लाग्छ कि तर यसले कुन चाहिँ डियर दिन्छ थाहा नै छैन क्या करेन्ट धन्न करेन्ट छ गाइस नत्र भए त कसरी टाइम पास गर्न गाइस करेन्ट खाऊ टाइम पास गरौँ यत्रो छ मेरो सकिन आँटो यत्रो छ मेरोमा धेरै हारेको थियो कि क्या हो जहिले मलाई छोडिदिनुहोस् त यिनीहरूको बेला खर्च हुने नि गाई अनि थोरै आज त मलाई थोरै परेको राम्रो हो नि जहिले थोरै दिन्छन् क्या मलाई अनि आज पनि थोरै नै दिएपछि त्यो प्लान बनाएकै थिएन हामीले अगाडि एडभान्टेज देख्नु नि यत्रो छ मेरो अझै मेरो पनि उतिन रहेछ त करेन्ट मजाले खान्छ नि बिताउनु पर्छ गाइस उसलाई त पिरो पनि हुँदैन त हुँदैन पिरो भयो नि मर्यो यार गाइस ओइ सक्ने हालिदिएर जाने हाते क्या हो ओइ उसले सकि भनेर हेर न ऊ मलाई थोर्छ भनेर आम्मा यस्तो मिठो त मिठो छ कि गाइस तर पिरो पिरो छ बिस्तारै 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 आँसु आँसु भयो कि क्या मलाई चाहिँ पिरो हुँदैन क्या हल्का पिरो खाने मम्मी नै पिरो खाने भएपछि मान्छे नै खतरा हो क्या सरी गाइस यस्तो सर्क्यो मैले चाहिँ यति चाहिँ हानै नसक्ने भइसक्यो म जित्नुपर्छ जसरी भए पनि पिरो भयो हट्यो होला कस्तो सर्केर नि छिटो खाइसक्छु यतिमा सक्दिनँ खान किनमा सक्दिनँ होला लास्टै पिरो बनाएछु मेरोमा धेरै पिरो हालिस् क्या हो है मेरोमा एक्स्ट्रा अझै एउटा अखबारी हालिदिन्छ क्या यसले पिरो होइन मेरोमा धेरै पिरो छ खाइसक्नु आँटेको गाइस मैले सो गाइस मैले हार्छु भन्दा जित्छु भन्दा पनि धेरै ओभर कन्फिडेन्ट भएछु त्यही भएर दिदीले खाइसकेको देखिनँ क्या किन जितेछ भने मलाई उता उसको लागि उयो ल्याउन मैले आजको मैले धेरै मिहिनेत गरेर मैले नै जितेँ मैले नै धेरै खाएँ होइन मैले छिटो खाएँ अब गाइस अब यो पार्टमा मैले मेरो जित भयो अब मैले भाइलाई पनिसमेन्ट दिन आँटेको छु पनिसमेन्ट चाहिँ के छ भने सुन पनिसमेन्ट के छ भने डियर भन्छ क्या डियर के छ भने आज बेलुकाको डिनर तैँले बनाउँछस् के को यसले जहिले पनि घरमा होइन कहिले खाना बनाउँछ जहिले अल्छी गर्छ होइन आज बेलुका यसले खाना बनाउँछ यसले खाना बनाएको रेसिपी पनि म भरे तपाईँलाई देखाउनेछु कसरी बनाउँछ अनि
सो गाइज आजलाई हाम्रो यति नै आजको भ्लग अनि तपाईँहरूले चाहिँ हामी नयाँ हो होइन तपाईँहरूले हामीलाई सपोर्ट लाइक कमेन्ट सब्सक्राइब गरिदिनु र हाम्रो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला यस्तै कन्टेन्टहरू लिएर आउँदै नै छौँ हामी तपाईँहरूले सपोर्ट गरिदिएको थाहा पायो गर्नु नै हुन्छ हामीलाई थाहा छ त्यही भएर यस्तै कन्टेन्ट ल्याउनको लागि हामीलाई सपोर्ट गरिदिनु होला हस् त नमस्कार धन्यवाद भएको थ्याङ्क यू यति भएको नि मै खान्छु चाहिँ हाम्रो सक्यो हस् त नमस्ते अनि थ्याङ्क यू यसले मलाई दुईटा अगाडि हालेको यस्तो होइन गाइज होइन मैले र भाइलाई बराबर हालेको थिएँ अझै मेरोमा नै धेरै थियो ल हो मैले छिटो खाएको गाइज तपाईँहरूले कमेन्टमा भन्नु कसले मेहनत गरेर खाएको